गत वर्ष बङ्गलादेशमा त्यहाँको विद्यार्थीहरूले ठुलो आन्दोलन गरेका थिए। त्यो आन्दोलनमा 1400 भन्दा बढी आन्दोलनकारीहरू मारिएका थिए। त्यतिखेरको सरकारले त्यो आन्दोलनलाई दबाउनको लागि बल प्रयोग गर्दै मानवता विरुद्धको अपराध गरेको भनेर अहिले त्यहाँको अदालतले त्यतिखेरको तत्कालीन प्रधानमन्त्री शेख हसिना र प्रहरी प्रमुखलाई पनि मृत्युदण्ड सुनाएको छ साथीहरू। है, कानुन भनेको त्यस्तो हुनुपर्छ। नेतालाई जनतालाई अनि धनीलाई गरिबलाई सबैलाई बराबरी लाग्छ। तर हाम्रो देशमा त्यस्तो हुँदैन। अस्ति भदौ 23 र 24 गते हाम्रो देशमा पनि त्यसरी नै आन्दोलन भएको थियो अनि त्यसरी नै मारिएका थिए विद्यार्थीहरू। तर त्यतिखेरको प्रधानमन्त्री, गृहमन्त्री र सिडिओहरू, त्यतिखेर गोली हान्न आदेश दिनेहरू आज खुलेमखुला हिँडिरहेका छन्। न उनीहरूलाई कानुन लाग्छ, न उनीहरूलाई कसैले केही गर्न सक्छ। कानुन नै उनीहरूको खल्तीमा छ साथीहरू। है, कानुन मरेको देश भनेको चाहिँ हाम्रो नेपाल मात्रै रहेछ। अरू देशमा त्यस्तो हुँदैन है साथीहरू। हेर्नुहोस् त, गल्ती गरेकोलाई सजाय पाउँछ, तर हाम्रो देशमा